दर्शकबिन यतिखेर भुन्टी श्रेयालले भने नयाँ मोड लिएको छ। यतिखेर भुन्टी घरबाट निस्केर गइसकेपछि बेपत्ता भएकी छिन् भने यतिखेर भुन्टीको दाजु र भुन्टीको जेठाजु दाइले भुन्टीलाई सहरको गल्ली गल्लीमा खोजिरहेका छन्। तसर्थ श्रेया र जेरी पनि आफ्नो श्रीमान भुवनले जेरीलाई भुन्टीलाई नभेटिन्जेलसम्मको लागि म घर आउँदिन। भुन्टी घरबाट निस्केर गएकोमा तिमीहरू दुवैको कारण हो भने तिमीहरूलाई म घर बस्न दिन्न भनेर यस खालको कुराहरू गरेपछि जेरी र श्रेयाले भने एकतर्फ भुन्टीलाई टोकले र भुवनले नभेटाउँदै खोजेर चाहिँ बेपत्ता पार्ने योजना बनाएकी छिन्। यो चाहिँ कतिसम्म सफल होला या नहोला यिनीहरूले पक्कै पनि पछि यो सबै कुराहरू भुवनले थाहा पायो भने जेरी र श्रेयालाई कानुन अनुसार पक्कै पनि भुवनले सजाय दिलाउनु पर्छ। यतिखेर भुन्टी भने बेपत्ता भएकी छिन् र प्रहरीमा पनि भुवन र टोकलेले उजुरी गरिसकेका छन् भुन्टी हरायो भनेर। तसर्थ उता विदेशको समुद्रको किनारमा भुन्टी झुक्राएर देखेको हामीले देखेका थियौँ अघिल्लो एपिसोडमा। तसर्थ त्यो भने भुन्टीलाई पढाउने म्याडमले चाहिँ त्यहाँ भुन्टीलाई देखेको सपना रहेछ। भुन्टी भने विदेशी भूमिमै पुगेको र भुन्टीलाई त्यस म्याडमले चाहिँ काम लगाइदिएको दृश्यहरू हामीले अघिल्लो एपिसोडमा देख्न सक्थ्यौँ। तसर्थ यतिखेर भने भुन्टीको आमाले पनि नराम्रो सपना देखेको छ। भुन्टी भने गाउँमै आएर अलाप बिलाप गरेर घरबाट निकालिदिएको कुराहरू सम्पूर्ण बताउँदै आमा र बुवालाई पनि सँगै गएर मरौँ, हाम्रो इज्जत भनेको छैन, हामी भने दुखी गरिब हो। तसर्थ हजुरहरूले नै मलाई यो धनीको घरमा विवाह गरिदिएर यतिखेर मैले यस खालको दुःख पाएको हो आमा भनेर रुँदै भुन्टी भने घर नजिकैको भिरबाट गएर हाम फालेको दृश्य भुन्टीको आमाले सपना देखेकी हुन्छन्। तसर्थ भुन्टीको आमा भने उठेर भिम्जिँदा आफ्नै ओछ्यानमा भएको दृश्य हामीले देख्न सक्छौँ। तसर्थ भुन्टी भने अप्ठ्यारोमा परेछन्, क्या हो यस खालको सपना देखे भनेर भुन्टीको आमा भने रोइरहेको दृश्य हामीले देख्न सक्छौँ। हो दर्शक पनि यद्यपि यतिखेर भुन्टी हराइसकेपछि सबैजना भने तनावमा परेकी छिन्। तसर्थ यो श्रेया र जेरीले कतै अरू मानिसहरू नै लगाएर भुन्टीलाई गायब बनाएको त होइन भन्ने हाम्रो दर्शक महानुभावहरूको चासोको विषय पनि यतिखेर बनिरहेको छ। दर्शक पनि अब के हो भन्ने सम्पूर्ण जानकारी थाहा पाउनको लागि भने अब आउने नयाँ भुन्टी भएको प्रतीक्षा पक्कै पनि हामीले गर्नुपर्ने हुन्छ। त्यतिन्जेलसम्मको लागि तपाईँहरूलाई पनि भुन्टी सिरियल सम्बन्धी रुचि छन् भने कृपया हाम्रो यस भिडियोलाई लाइक कमेन्ट सेयर गरी च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई पनि सब्सक्राइब गरी हामी सँगै जोडिनु भने अवश्य नभुल्नुहोला।